चाहियो चाहियो चाहियो। तपाईँले एउटा टोपी त अर्काले लाउनु सक्दैन, म श्रीपति लाएर राजा ल्याउँछु भन्छ। ए रात मकै। नमस्कार, म कृष्ण कटेल। राज संस्थावादीहरूको निरन्तर आन्दोलनको क्रममा आजको आन्दोलन देखाइरहेका छौँ। कति वर्ष हुनुभयो हजुर? त्यो ज्ञानेर म सँगैसँगैको सँगै घर त्यो डरबान र जन्मेर मात्रै म गाउँमा जाने, न त सँगै भए गुच्चा खेल्थेँ। अब अलिकति राज डरबाना जन्मे, म गाउँमा जन्मेको सँगै गुच्चा खेल्ने साथी। उहाँ सप्तकोशी गएर फाल हालेर तिनटै मर। यिनीहरूको त 2-4 जनाको लागि गणतन्त्र हो यो, देशका जनताहरूको लागि, नेपालीहरूको लागि गणतन्त्र होइन यो। राजावादीहरूको यो अहिलेको पछिल्लो क्षण देखाइरहेका छौँ हामीले। राजा त छिटै नै चाहिएछ। जिउँदा मान्छे इटाभट्टा जलाउनेलाई आज यो सरकारले छोडेको छ, तर कसैले आफैले गोली हान्ने, आफै मार्ने अनि मुद्दा लाउने यो हुँदैन। चोर आयो, जुत्ताको माला लाउनु पर्यो। यिनलाई जुत्ताको माला लाउने हो। चोर आयो, अब सुरक्षा नभए यिनीहरू हिँड्न सक्दैनन्। यिनको लागि हामी मरियो। पहिला काङ्ग्रेस भने, एमाले भने, माओवादी भने, यिनका लडाइँमा हामी हिँडियो, यिनको आन्दोलनमा पनि हिँडियो। यिनले केही पनि गर्दैनन् सर, यिनले देश खाइसके। पूर्व राजा होइन, राजा राजा हुन्छ, यो पनि तपाईँ पनि सच्याउनुहोस्। उहाँलाई यसो भन्न मिल्छ, पूर्व सरकार भन्न मिल्छ। उहाँ पूर्व राजा हुन्, अहिले राजाको